हाय गाइस, आज चाहिँ मैले बिहान उठेदेखिको अहिले 10 बजेसम्म आफूले गरेका कामहरूलाई एउटा सानो ब्लगमा कैद गरेको छु। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानल युट्युब च्यानल डेभिड सरकार रहेको छ, गएर भिजिट गर्न सक्नुहुन्छ। यदि मेरो भिडियोहरु तपाईहरुलाई मन परे लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुलिदिनु होला। हस्त 50% काम सकिसकेको छु। अब 50% काम सकिसकेपछि म टक्कसँगले गएर आज चाहिँ खन्नु पर्ने हुन्छ। साग छर्नको लागि टक्कसँगले यहाँनेरि बारी खन्नु पर्ने छ। मैले आज खन्नु पर्ने बारी चाहिँ यो यतापट्टि साइडको यो अस्ति खनिसकेको छु। आज टक्क अलिअलि डल्ला फोरफार पारेर साग जिउस छर्नको लागि तयारी बनाउनु छ। साथीहरु यस्तै छ। मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला है त। हस् त। हेर पनि हैन खन्नको लागि रेडी एकदम अवस्थामा छु। अब यो सबै खन्नु पर्ने छ म परसम्म। अलिकति खन्दै थिएँ, दिदीले चिया खान बोलाउनु भयो र टक्कसँगले म चिया खान गएँ। अब चिया खाइसकेर फेरि खन्नु पर्ने हुन्छ। एकदम मेरो चाहिँ यो के भन्छ मर्की लागेर घाँटी एकदम पोलेको कारणले गर्दाखेरि अलि मरिच हालेको खाँदाखेरि कम पुल्छ भन्नु भएर खाँदैछु। खनी पनि सक्यो। यस्तो बनायो टक्कसँगले है खनेर। अब यहाँ साग छर्नलाई पनि रेडी एकदम भइसक्यो। फाइनल्ली हैन हामीले चाहिँ अब उ गरिसकेका छौं। पुरै यसलाई यहाँनेरि सुरुमा खनियो, खनिसकेपछि त्यसलाई डोलाएर एकदम साग छरिसकेर डल्लाहरू फोरफार पारेर रेडी पारेको छौं। अब टक्कै यो सकिसकेपछि म घाँस दार्न जानुपर्ने हुन्छ। त्यही हो। साथी यो सब्स्क्राइब चाहिँ गरिदिनु पर्यो के। मजा हैन घाँस काट्ने ठाउँमा पनि अब पुग्न लागे। अब म गएर रुखमा चढेर घाँस काट्नु पर्ने हुन्छ। यतातिर यो बाँसस्याङ छ। बाँसस्याङदेखि अलिकति यतापट्टिको उयो माथि चाहिँ यो करमको रुख। यसैमा चढेर घाँस काट्नु पर्ने हुन्छ। पुरै यस्तो छ, गाडी छ, हरियाली छ, जोस रमाइलो छ भन्नु।